राजनीतिक नहेरेर म्याग्दी जिल्लाले चाहिँ अब हाम्रो स्वतन्त्र उम्मेदवार महावीर पुनलाई चाहिँ जिताउनुपर्छ। तर यो भन्दै गर्दा पनि पढाए पास स्वर जुन 8 भने जस्तै सर लास्टमा चाहिँ आखिरवालामा युवाहरू जनताहरू बिग्ने भनेको मासु भात रक्सी र पैसामा हो के। तिनीहरूलाई ती भेडाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले? भेडै त नभनौँ, त्यही त हो नि, भएको त्यही त हो नि होइन अहिलेसम्म। अब खानु पाएको बेलामा खान खोज्या होला नि, खाए ठिक छ, खुवाइदिन्छ भने ठिक छ, तर भोट दिने बेलामा चाहिँ नदिए हुन्छ क्या है। भोट दिने बेलामा त्यो भित्र भोट छ भाडा लाग्छ भन्छ नि सर, लाग्दैन, केही पाउ लाग्दैन। एक गिलास कोक खाइदियो भने त्यो फटाहरू फल्नाले खुवा मलाई त भाडा लाग्छ पुरा, त्यो त भोट दिने होला भन्छ नि त अब। भन्ने हुन्न, फटाहरूको खाइदिएर भोट दिने बेलामा चाहिँ गतिलोलाई दिनु है। ल यसपालि चाहिँ हाम्रो विमानबाट पनि हाम्रो राष्ट्रिय स्तरको व्यक्ति महावीर पुनलाई चाहिँ जिताउनुपर्छ है सबैजनाले है। अब पार्टीतिर त हामीले हेऱ्यौँ नि त, अनि अब 20 वर्ष 10-15 वर्ष हेऱ्यो। अब यसपालि चाहिँ स्वतन्त्रबाट चाहिँ उठेको हाम्रो डाक्टर महावीर पुनलाई चाहिँ भोट हाल्नुपर्छ। हुन त अब भोट भनेको स्वतन्त्र आफ्नो नितान्त स्वतन्त्र अधिकार हो, तर पनि उहाँ जतिको क्यापेबल मान्छे आउनु पऱ्यो नि त म्याग्दीबाट पनि। उहाँभन्दा माथिको आयो भने त ल हामीले हेरौँला ठिकै छ। उहाँ जस्तो एउटा नेपालको वैज्ञानिक एउटा राष्ट्रिय स्तरको मान्छे आउँदाखेरि चाहिँ हामीले चाहिँ एकचोटि चाहिँ हेर्नुपर्छ है त सबैजना। मान्छे भयो क्या उहाँ चाहिँ, एउटा जिल्लाको नभएको हाम्रो नेपाल राष्ट्रले मात्रै होइन विश्वले चिनेको मान्छे उहाँ चाहिँ। अब एकचोटि हेरौँ न, अब हामी भोटर भनेको त थाहै हो, नेता अस्थायी हो होइन। अब हिजो अब 63-62-63 जनआन्दोलनले एउटा माग्यो, त्यसलाई जिताएरै पठाएको हो। त्यस पछाडि 70 सालमा आयो, त्यसलाई अर्कोलाई जिताएरै पठाएको हो। त्यसले जे माग्यो त्यही दिया छौँ नि त हामीले त। अब अहिले जेनजी आन्दोलन पछि चाहिँ योले अर्को मागिरहेको छ। यो दिमा भएन भने फेरि 5 वर्षपछि फेरि अर्कोलाई जिताउँला। के भएर हामी त थाहै हौँ, नेताहरू भनेको त अस्थायी हुन्, हामी भोटर त थाहै हौँ नमर्दासम्म होइन। यहीको मान्छेले हो, यही देशको, यही म्याग्दी जिल्लाकै मान्छेले हो भोट हालेर जिताउनु त, अरू जिल्ला मान्छे आएर भोट हालेर जिताउनु त होइन। युवाहरूले हेर्नुपर्छ ल है। ल हुन्छ सर, थ्याङ्क यू।